So we are back with Himanshu Datta अनुसाबाट योभन्दा अघिल्लो गेममा अर्धशतक पनि प्रयोग गरिसकेका छन् यस टिबिसा भेन्यूमा। तपाईलाई यो एमसिएलको एक्सपिरियन्स एज अ प्लेयर जसले डोमेस्टिक लिग्सहरुमा एक्सपोजर पाइसकेको छ, अरु कन्टिन्यू गेमहरु खेलिरहनु भएको छ, यो एमसिएलमा केही फरक वातावरण के देखिरहनु भएको छ? नमस्ते, इट्स अ प्रिभिलेज हैन। अब हाम्रो मधेसमा यो खालको क्रिकेट लिग जुन भइरहेको छ T20 को लागि अभियसली जुन अब हामी हेर्न सक्छौं कि नेपाल प्रिमियर लिग जुन ब्रान्ड हुँदै गएको छ नेपालको कन्टेक्स्टमा, त्यसको लागि हाम्रो मधेसबाट प्लेयरहरूलाई ग्रो गर्नको लागि मधेस प्रोभिन्स क्रिकेट एसोसिएसनले जुन यो स्टेप अगाडि बढाएको छ एकदमै सराहनीय छ। प्लस यो एमसिएलले गर्दा के भनेको भनेपछि अब जस्तो हामीलाई अब नेपाल क्रिकेट एसोसिएसनबाट जुन अब डेजको लागि जय ट्रफी छ, हाम्रो मधेसको लागि जुन अब यो T20 को लागि जस्तो भयो मधेस क्रिकेट लिग भयो, अनि डेज वान डेजको लागि पिएम कपहरू छ। त्यसको लागि यो एमसिएल चाहिँ अब यो एउटा हुनुपर्ने टुर्नामेन्ट थियो। योभन्दा अगाडि T20 टुर्नामेन्टहरू अब जस्तो अब एसोसिएसनले नगराएर पनि अब कस्तो हुन्थ्यो भनेपछि एउटा संस्थाले मात्र गराउँथ्यो। सप्तरी प्रिमियर लिग हुन्थ्यो, अब अन्त कतै कतै हुन्थ्यो एभ्री जिल्लामा। अब यो एसोसिएसनले गरेको यो मधेस क्रिकेट लिग चाहिँ यसको लागि चाहिँ म मधेस प्रोभिन्स क्रिकेट एसोसिएसनको सबै मेम्बर्सहरूलाई भित्रबाट र प्लस हाम्रो धनसा क्रिकेट एसोसिएसनबाट पनि एकदमै थ्याङ्क यू भन्न चाहन्छु जुन तपाईँहरूले यो प्लेयरलाई ग्रोथको लागि यो टुर्नामेन्ट गराउनु भएको छ। ओभर लाइक अर्गनाइजरले दुईटा भेन्यूमा 8 वटा जिल्लाहरूलाई यसो एक्सपोजर दिएर लाइभ ब्रोडकास्टिङमा टुर्नामेन्ट गराइरहनु भएको छ। सो स्पेसली अझ अर्गनाइजर्सहरूलाई के भन्न चाहनुहुन्छ, इभेन्ट म्यानेजरहरूको लागि, ग्राउन्ड मेन्टेनेन्सदेखि लिएर कसले यो ग्राउन्डमा खेल्नुभयो उहाँहरूको लागि? अभियसली के भन्नुपर्दा अब क्रिकेट एसोसिएसन अफ पर्सा प्लस क्रिकेट एसोसिएसन अफ पारा जुन हाम्रो मनिष सर र सुभाष सरले जुन यो जिम्मेवारी लिनुभएको छ एकदमै धेरै राम्रो कुरा हो। अब कस्तो भनेपछि अब अरू ठाउँमा पनि हाम्रो डोमेस्टिक प्लेयर्स प्लस फरेन प्लेयर्स गरेर टुर्नामेन्ट गराउने गरिन्थ्यो, तर यसमा हाम्रो आफ्नै 8 वटा जिल्लालाई इन्भल्भ गराएर 8 वटा जिल्लाको प्लेयरलाई खेलाउन लगाएर यो टुर्नामेन्ट गराउनु एकदमै ठुलो कुरा हो। यो चाहिँ यो टुर्नामेन्टलाई ओभरअल डिस्क्राइब गर्ने भने वान वर्डमा व्हाट वुड बी वान वर्डलाई भन्नुपर्दा अब ग्रेट भनौँ। ओके, एन्ड तपाईको आफ्नो पर्सनल एक्सपिरियन्स इन वान वर्ड? माई पर्सनल एक्सपिरियन्स अब यो पछि मलाई लाग्छ कि अब हाम्रो अफ सिजन नै स्टार्ट हुनेवाला हो। अब आफ्नो पर्सनल एक्सपिरियन्स चाहिँ अब हामी होपफुली हामी सेमिफाइनल क्वालिफाई गरेको छौँ। अभियसली आफ्नो पर्फर्मेन्स पनि राम्रो भइरहेको छ। Let's hope we can clinch the trophy for the finals. Okay, so any final message for your fans, your supporters and family? Keep supporting Dhansa cricket, keep supporting Nepal cricket, and always Jai cricket. Okay. Have a good time and congratulations for your upcoming.